सबैजनालाई नमस्ते। आजको मेरो भ्लगमा हजुरलाई स्वागत छ। घाम पनि कस्तो आज यस्तो चर्को आएको छ नि साथै लाग्छ कि आज पानी पनि पर्छ होला। भिडियो नबनाएको पनि ठ्याक्कै 2-3 दिन जति नै भयो। अलिकति बिमारी टाइपको थिएँ। अब समय आज भर्खरै मिल्दैछ, त्यही भएर आजबाट सुरु गरेको। मेरो चाहिँ साथीहरू हिजो चाहिँ मैले बनाउँथेँ, हिजोबाट स्टार्ट गर्थेँ। हिजो चाहिँ अलिकति त्यहाँ इक्जाम भएर चाहिँ इक्जाममा लान नमिल्ने भयो। कम्प्युटर सिकेको नि ठ्याक्कै 3 महिना भयो अनि त्यही भएर हिजो लान नमिल्ने भएर मैले भ्लग गर्न पाइनँ। आज चाहिँ म घरबाट जाँदैछु। मामु, आज हामी कहाँ जाँदैछौँ? आज हामी पारी मामाघर जाँदैछौँ। आज श्री विष्णुजी योगिनी एकादशी रहेको हुँदा हामी आमा छोराको पनि व्रत रहेको छ। मैले अगाडि पनि हजुरलाई मैले भनिसकेको थिएँ, म पढेको पुरानो स्कुल हुँदै मामु घरतिर जानुपर्छ भनेर। सो आज पनि हामी त्यही बाटो हुँदै गएको छौँ।